हेलो गाइस, स्वागत छ मेरो न्यू ब्लगमा। हजुरहरूले सबैलाई सन्चै आराम हुनुहुन्छ हजुर सबैहरू, आशा गर्छु। र आज चाहिँ मेरो ड्युटी सक्यो। अहिले साउदी अरबिया रियादमा छु म। ड्युटी सक्यो, अब अरूमा जानु लाग्यो। यो चाहिँ हाम्रो होटलको साइडमा छ। यो बस्ने ठाउँ जस्तो चाहिँ यो माथि चाहिँ अफिसहरू छ। त्यसै म अब यहाँ हल्का बसिरहेको फुलहरू नि छ, फुलहरू फुलहरू छ यहाँनिर दामी दामी। म जाँदैछु साथीहरू रेस्टमा, 3 घन्टाको रेस्टमा जाँदैछु। यस्तै छ विदेशमा रेस्टमा जाने, ड्युटी गर्ने, त्यही कसैको डाइरेक्ट ड्युटी हुन्छ होला होइन। यस्तै छ गाइस। अब एउटा चाय अनि एउटा सेन्डविच लिएर आएको, चाय अनि सेन्डविच खाने भनेर। चाय गरम भएर बिहाल्छ। म चाहिँ अब रुममा जाँदैछु। यो चाहिँ देख्न सकिन्छ, यो चाहिँ मेट्रो, यसको चाहिँ मेट्रो भन्छ। मेट्रो साउदी रियाद अरबमा यहाँ मेट्रो छ। मेट्रो जाने जाने मेट्रो हुन्छ गाइस। अब म चाहिँ जाँदैछु रुममा है त। रुममा जाँदैछु। यो चाहिँ मेरो रुमको गेट है त। म चाहिँ रुममा जाँदैछु गाइस। रुममा गएर हातखुट्टा धोएर फ्रेस भएर टक्क लागेर रेस्ट गर्ने हो है त। म चाहिँ अब रुममा जानु लाग्यो। रुम चाहिँ मेरो 2 तल्ला माथि छ, हाम्रो कम्पनीको रुम है त। त्यसैले सिँढी चढेर जानुपर्ने हुन्छ। यहाँ अरूको रुम पनि छ यतातिर। यो पानी ट्याङ्की भयो, यहाँ कपडाहरू सुकाएको छ मान्छेहरूले। र म चाहिँ अब हाम्रो रुममा आइपुगेँ। रुमको दृश्य गाइस है त। यो मेरो रुम हो। यहाँ चाहिँ हामीले खानाहरू बनाउँछौँ। यतातिर गन्दा छ, पुरो भइरहेको छ, सफा गर्नुपर्छ सबै मिलेर। कसको पाली आज सफा गर्ने, त्यही कारण भएर अब जुत्ता खोल्नु पऱ्यो गाइस, टक्क लागेर है। जुत्ता खोलेर हातखुट्टा मुख धोएर र खाना खाएर आराम गर्ने हो है त गाइस। ल जुत्ता सुत्ता नि खोलिसकेँ। हजुरलाई मेरो रुम देखाउँछु। रुम अहिले यहाँ अँधेरो छ, बत्ती सत्ती छैन, लाइट बालिसके। यस्तो हुन्छ हाम्रो रुम। यहाँ चाहिँ मान्छेहरू अहिले कोही पनि छैन, सबै ड्युटीमा छ। अब महरू छु अहिले। र यो चाहिँ मेरो बेड हो, म यहाँनिर सुत्छु। यहाँ चाहिँ बङ्गलादेशको मान्छे सुत्छ, यहाँ चाहिँ यमनी। हाम्रो रुम साउदीमा यस्तै रुमहरू हुन्छ, 2 तला बेडहरू हुन्छ। एउटा रुममा 6 जना 8 जना हुन्छन्। त्यस्तै छ विदेशमा, यस्तै रमाइलो हुन्छ। अब म जान्छु हातखुट्टा मुख धुनलाई गाइस, त्यसपछि फेरि रेस्ट गर्छु है त। हजुरहरू नि आराम गर्नु, रेस्ट गर्नु। कहाँ हुनुहुन्छ, कस्तो हुन्छ, सबैजना आफ्नो ख्याल गर्नु होला।